हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ शाखा दवा भएको कारणले हामी साङ्मो गुम्बातर्फ लागिरहेछु है। अनि तपाईँहरूलाई पनि ह्याप्पी शाखा दवा है। तपाईँ पनि राम्रोसँगले गुम्बा जानुहोस्, प्रे गर्नुहोस्। अब तपाईँहरूलाई म साङ्मो गुम्बाको भ्रमणमा लानेछु आज, हेरेर साथ दिनु होला। हामी चाहिँ साङ्मो गुम्बा आइपुगे, गाडीबाट यहाँ सामानहरू झार्दैछ। दाजुलाई पनि बोलाउनु न अन्त गुम्बामा यसो दर्शन। हामी यही नै छ, यहाँ हुनुहुन्छ हो म्याडम। साङ्मो गुम्बा आइपुगे हामी चाहिँ। आज चाहिँ घाम जस्तो डरलाग्दो लागिरहेछ यहाँ पनि। ए बेबीहरू अलिकति आज त मेरो भिडियोग्राफर आएको छ नि, फोटोग्राफर त्यही छ ब्यागमै। उहाँ हुनुहुन्छ हाम्रो कर्सियङबाट आउनुभएको। उहाँहरू राबङलाकै हुनुहुन्छ, तर उहाँ चाहिँ उता पाक्योङबाट के पो पाक्योङ के पो अरे बिरिङ चाहिँ उहाँको वासस्थान। बस्नु चाहिँ कहाँ बस्छ भन्ने न त, ए पोलोकमा बस्नुहुन्छ उहाँ चाहिँ। मेरो उहाँ चाहिँ नन्द। Thank you. About you, Wanda? About you, Wanda? छुनु अरे उसलाई। साङ्दिन आरिस लागेर यहाँ हामी चाहिँ गुम्बाको दर्शन गरेर पनि अब यहाँनिर सार्चुक बेफुक केपतर्फ लागिरहेछु। हेलो छिमी। हेलो। ए सरी चेप्टेसन दो भाइ है। Thank you. होइन मेरो खिच्दिन नि त हौ तेरो। त्यो साइडमा खिच्नु डाइरेक्ट क्यामेरा खोल्नु। हैन त्यो बटन खिच्नु डाइरेक्ट। यहाँबाट चाहिँ गुम्बाबाट चाहिँ उकालो अलिकति जानुपर्छ। यो केप चाहिँ यो छाम बस्छ नि, छाम बस्ने ठाउँ हो। यहाँनिर हामी मेडिटेसन हट। यहाँनिर डर छ अरे भइसक्यो, भ्लगमा आउँदैन। यसको चाहिँ काट्नु पर्नेछ हौ, यसको चाहिँ सब ट्रिम गरेर क्या हौ। भ्लगमा त मेरो ब्याग बोकिदिएको अरे। हेर्नुहोस् यस्तो फेसिलिटी हुन्छ यहाँनिर। एक दुईजनाले मात्रै बुझ्छ नि फेरि यस्तो चाहिँ। फोटो खिचिदिन्छु। एसिस्टेन्ट मेरो नानी बोक्ने। ए मेरो बेगमा हाल न अन्त। गरममा के भनेर लगाइदिएको टाइस लगाएको होइन, ऊ आफै लगाएको। नलाऊ भनेको नि मैले।
Sanggen जबर खोल यहाँको त क्लाइमेट के चाहिँ हो शीतलै हुन्छ उहाँहरू चाहिँ अब 3 जना चाहिँ अम्मानी पिग्मी हो बेबी सोनाम अम्मानी पिग्मी गइदिनु नि चिम्रा छ्याकहरू गर्दै हिँड्नु ल बहिनी यहाँनिर सानो हाम्रो लामाला पनि यहाँ हुनुहुन्छ यहाँनिर उहाँ चाहिँ अस्ति हाम्रोमा पनि च्याप्टेनमा पनि आउनु भएको थियो तपाईँ त कहाँको भन्यो यहाँ लाम्ची है ठिकै हुनुहुन्छ पढ्नु हुँदैछ राम्रो पढ्नुहोस् ल चाहिँ तपाईँ हाम्रोमा पनि आउनुहोस् ल को हुनुहुन्छ दिनपछि हुनुहुन्छ है हामी चाहिँ 700 बेफु केभको पनि दर्शन गरिसकेँ है यहाँ त हामी प्रायः आइबस्छु हाम्रो गाउँकै गुम्बा भएको कारणले गर्दा हामी यहाँनिर आउनु पनि पर्छ आइ पनि बस्छु है अन्त यहाँनिर मेरो छोरा पनि छ आज यो छ भने चाहिँ मलाई ढुक्कै हुन्छ यहाँ भिडियो गर्ने फोटो गर्ने चाहिँ उहाँको जिम्मा हुन्छ कि त्यही भएर नि अन्त आज चाहिँ राम्रो भयो हामी फ्यामिली सबै आएको छ भाइको त उयोमा देख्यो टाउकोमा त देख्यो अलिक जाऊ अगाडि जान्छ ल अलिक अन्त नानी अगाडि छ नानीमा अलिक बिसन्चो भइरहेछ आज हिजो तल फ्रुट्स अलिक खाएँ कि गरममा फ्रुट्सले त केही नहुनु पर्ने कुनै अलिक बिसन्चो भइरहेछ आज चाहिँ त्यही हो प्रे गरेँ है जति पनि अहिले हामी राम्रो भएर घुमिरहेको जहाँ छु जे छु यहाँ सबै हाम्रो गडकै कारणले हो त्यही भएर भगवान्लाई है सधैँभरि हामीले यो दिनुहोस् त्यो दिनुहोस् भनेर मैले नमागेर थ्याङ्क्स पनि दिने गर्नुपर्छ है म त थ्याङ्क्स पनि दिन्छु प्रे गर्दा जति पनि छ जे पनि छ हामी सही सलामत छ अहिलेसम्म होइन अनि म थ्याङ्क्स पनि दिन्छु गडलाई हामीले खालि डिमान्ड भगवान्लाई यस्तो गरिदिनुहोस् उस्तो गरिदिनुहोस् डिमान्ड मात्रै गर्नु भएन नि त कोही बेला त थ्याङ्क्स पनि हुनु पर्यो अन्त म चाहिँ थ्याङ्क्स पनि दिन्छु है प्रायः जस्तो भनौँ न जे छु अहिले उहाँकै कृपाले उहाँकै आशीर्वादको कारण भएको कारणले गर्दा चाहिँ आज हामी है सही समयमा गुम्बा पनि दर्शन गरिसकेँ अब तल जानेवाला चाहिँ हेर्नुपर्छ के हुन्छ अब चाहिँ हामी रिम्पोछे जेसे गर्नु जाँदैछु यहाँनिर यहाँ छोराहरू पनि हुनुहुन्छ सक्दैन उयो दामी कति बादमा रिम्पोछे बस्नु हुने कुरा गर्नुपर्छ लास्ट इयर यो 2 वर्ष 3 वर्ष चिया पनि हुने रहेछ हामी आएकै थिएन नि यहाँ चाहिँ रिम्पोछे बस्नुहुन्छ होला नि अङ्गुर हो कि के हो एप्पलको चाहिँ त्यहाँ रहेछ नि यो चाहिँ किवी हेऱ्यो यो कस्तो दामी फुल त आम्मा सरको दाजु
बनाउनु भएको छ है। तपाईहरु भ्रमण गर्न सक्नुहुन्छ, रिम्पोचेको दर्शन पनि गर्न सक्नुहुन्छ। रिम्पोचे चाहिँ यहाँ बस्नुहुन्छ। एउटा कुरा भन्नु छ तपाईँ छाम बस्ने ठाउँ बनाएको अरे साइङले। तेन्जिङ होटेलको पालाको बारी यहाँ उयो उयो खेतबारी भएको हाम्रो आइहाल्यो यहाँनिर हाम्रो फकफके बहिनी निले उयो फकफके हो यो खानु भएको छ यो पछि नि तपाईँको अहिले चाहिँ अब होइन टिपेको खाने हुने खालकै हो यो। हेर्नुहोस् है यो त दबाई हो नि बहिनी। ए भित्रको चाहिँ खाएको हुन्छ पछि है। कम्ता मिठो हुँदैन यो अब यो पाक्न रहेछ कि अहिले यो पाकेपछि दामी। होइन मैले यहाँ कलमै गर्छ त्यो दबाई खाएको रहेछ नि सर। दामी लागेको फेरि यसो एक्स्ट्रा एक्स्ट्रा कलर है। यो चाहिँ रिम्पोचेको वासस्थान। हामी चाहिँ साङ्मु गुम्बा घुमेर पनि घर आइसकेको छु है। आज चाहिँ एकदमै राम्रो भयो। हाम्रो साखा दावा रिम्पोचेको दर्शन पनि भयो। अनि आजको ब्लग चाहिँ यतिमा अन्त गर्न चाहन्छु। फेरि नयाँ ब्लग लिएर आउने नै छु। त्यति जेलसम्मको लागि चाहिँ मेरो ब्लग हेरेर साथ दिँदै गर्नुहोला।